Hello guys, welcome to my another new vlog. आज पनि तपाईहरु सब आइसक्यो म सबजना सन्चै हुनुहुन्छ होला है अनि म चाहिँ बेला सोच्छु है गाइस आज यसो मार्केटतिर जाँदै आज साथीहरुसँग आएको भ्लग बनाउँदै है अनि चल्यो सरर माल भयो फरर अनि के छ मेरो दोस्तको हाल खबर है हेलो गाइस च्यानलमा वेलकम पनि छैन यार वेलकम छ है मेरो च्यानलमा के हाल है म चाहिँ फर्स्ट टाइम यार मेरो साथीहरु हेलो अंकलर ओ माय गॉड मेरो साथीहरु आज लास्ट ह्यान्डसम भएर मार्केटतिर जाँदैछन् है देखाइहाल्छु तिमीलाई कोही यता फेरि गर्दैछ बोल्छ अनि साथी त्यसो त तिम्रो बेलायतको यात्रा कस्तो भयो हैन नेपालबाट कस्तो लागिरहेछ बेलायत तिमीलाई बस्नलाई ठिकै हो तर यसपछि जस्तो भएन कमाइ चाहिँ काम पनि भएन अब काम अनुसार ठिकै हो काम बढ्यो भने पैसा ठिकै हो के अरे अब काम भएन भने त त्यही त हो नि 15 दिन सुत्ने 15 दिन काम गर्ने अनि खायो सुत्यो डुल्यो यस्तो कति भयो त तिमी आएको साथी अब बेलायत आएको म आएको ठ्याक्कै 7 महिना भएर अब 8 मा लाग्यो होला 8 महिना लागिसक्यो है लागिसक्यो यार अब भिसा थप्ने बेला भइसक्यो साथ आउने बेला भइसक्यो हैन गाह्रो छ नि है दोस्त गाह्रो छ अनि तिमी चाहिँ अनि बेलायतमा आएर टक्क केटीहरू कतिको ए मा बडा छ कि बडा छैन कस्तो लाग्छ हैन त कोही छैन जे यहाँको केटीहरू त त्यति साह्रो राम्रो त हैन है नेपालको भन्दा चाहिँ भन्दा तिमीले यसो हेर्यौ कि त्यो सेतो छालाले मात्रै हो के छाला ट्याक्कै जिउ डालमिरे कहाँ नेपालको जस्तो हुन्छ नेपाली केटी अलवेज नेपाली केटी अनि भनेपछि स्यालेरी चाहिँ राम्रो छैन त सही यतातिर सोचे जस्तो छैन दोस्त नेपालीको लागि नेपालमा जति हामीले लागत बुझाएको छ नि त्यो जति त कहाँ छैन नि गाह्रो पो छ त हो दोस्त ऋण काटेर आइएको हुन्छ ऋण तिर्नलाई त्यही नि अब के भन्नु यस्तै अनि अब आउँदै गरेको नेपालीहरूलाई अब कोही आउँदै छ भने चाहिँ अब उनीहरूलाई चाहिँ के इन्फर्मेसन जस्तै सजेसन दिन चाहन्छ त दोस्त मेरो पोइन्ट भ्यू आफ्नो होइन तर यहाँ चाहिँ नआउँदा ठिक छ यहाँ आएर टाइम वेस्ट गर्नुभन्दा बरु राम्रो देश अलि लगानी बरु 5-6 लाखै एक्स्ट्रा तिर्नुहोस् तर जस्तो बिग्रेको सेन्जोन 30-40 हजार कमाउने सेन्जोन जानुहोस् बरु यहाँ आउनुभन्दा सेन्जोन जानुहोस् सेन्जोनबाट अरू देश जान मिल्यो टिआरसी पायो यो चाहिँ खासमा टिआरसीहरू पनि फिक्स नभएको कन्ट्री रहेछ क्या खासमा हेलो 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 अनि त्यही भएर गाह्रो छ दोस्त त्यही भएर अब आउने साथीहरूलाई अब जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ हेर्नुभयो भने चाहिँ बेलायत चाहिँ नआउनुहोस् सकेसम्म नआउनुहोस् है हामी त फस्यो भनौँ अब अनि आइहाल्नु भयो भने कति लगानी गरेर आउँदा चाहिँ ठिक होला आइहाल्नु भयो भने त्यही हो हाईमा चाहिँ 5-5.5 भन्दा बढी चाहिँ नदिनुहोस् 5 दिँदा ठिक 5 दिँदा चाहिँ बेस्ट हो गाइस 5 दिँदा तपाईँले 60,000 चाहिँ मजाले कमाउनुहुन्छ 50 अनि त्यही पनि अब हेरेर हुन्छ फेरि महिनामा कुन महिनामा कस्तोले तर बेलायतको पनि कम्पनीहरूमा एउटा अब यता अरू कम्पनीमा आएको कस्तो छ थाहा छैन त लाउँछ अनि जस्तै अब यता यो मसरुम कम्पनीमा चाहिँ राम्रो छैन फेरि त्यहाँ झन् झुकेर पनि नआउनुहोस् किन अनि फर्केम्ला नि अनि झुकेर पनि त्यो कम्पनी चाहिँ नआउनुहोस् मेन होइन तपाईँहरूले त्यहाँ भने जस्तो झन् यही छैन त्यहाँ झन् के होला अरू ठाउँमा चाहिँ अब कन्स्ट्रक्सन लाइनहरूमा बाहिर काम गर्नेमा चाहिँ राम्रै छ भन्छन् अब आफूले चाहिँ थाहा छैन हामी चाहिँ माछामा आएको सी फुडमा आएको
त्यही भएर दोस्त त्यही हो। अब यहाँ चाहिँ सकेसम्म त नआउने ए भर्खरको झन् 20-22 वर्ष अब जो हिँडिरहेको हुन्छ नि अब बाहिर जान्छु केही गर्छु युरोप जान्छु भन्ने हुन्छ नि त्यस्तो खालको त झन् नआउँदा नै एकदम बेस्ट नआउँदा बेस्ट है बरु 1 वर्ष लाग्छ राम्रै ठाउँ लगाउनुहोस् अनि त्यही हो। अनि दोस्तले चाहिँ यसरी दोस्तले पनि दिनु पऱ्यो नि आफ्नो गाउँतिरको दाजुभाइहरूलाई। त्यही हो गाइस है नेपालतिर अब होइन जति पनि अब आउँदै हुनुहुन्छ भने अब बेलारुस होइन अब एकचोटि मजाले बुझेर बेलारुसको बारेमा एकदम मजाले बुझेर आउनु होला है। आइहाल्नु भयो भने अघि दोस्तले भने जस्तै अब 5-6 लाख तिरेर आउँदा चाहिँ त्यति साह्रो पर्दैन त्यस्तो। अब आयो त्योभन्दा बेसी तिर्नु भयो भने चाहिँ गाह्रो छ यहाँ। त्योभन्दा बेसी इन्कमै छैन पहिलो कुरो। अनि सेकेन्ड कुरो तपाईँहरू यहाँको भाषा एउटा आउँदैन भाषाको चाहिँ लास हो सही समस्या के इङ्ग्लिसको पनि आउँदैन यहाँ। त्यही छुस बोल्ने हो हल्का फुल्का त्यही पनि कस्तो बोल्छ कस्तो त्यो हामीले भनेको बुझ्दैन तिनीहरूले भनेको बुझिन्छ बुझ्छ तर पुरा डराए बोले जस्तो गर्छ तिनीहरू। भाषा चाहिँ लास छ गाइस यहाँ चाहिँ यो युरोप भाषाको चाहिँ समस्या लास्टै छ यहाँ। अब यहाँको बेलारुसियन भाषा बोल्छन् अब काममा पनि अब बोल्छन् अब के भन्छन् उनीहरूले होइन अब आफूले अब फर्काउन नमिल्ने अब हातको इसारामा लाटोको इसारामा काम गर्नुपर्छ गाह्रो छ है। अब त्यही भएर इङ्ग्लिस सिकेर पनि कामै छैन यहाँ। कुनै तपाईँ कुन सिप सिक्नुहुन्छ भने त्यो सिपको पनि काम छैन क्या फेरि सिपको पनि भ्यालु छैन सिपको भ्यालु पनि छैन मेन कुरा। अब तपाईँले ल होटल लाइन सिक्नु भएको छ यहाँ आएर तपाईँले त्यही हो माछा छिन्नु पर्ने हो कि च्याउ टिप्नु पर्ने हो कि काम त्यही हो। त्यसैले बेस्ट चाहिँ तपाईँहरू आफ्नो स्किल छ भने चाहिँ राम्रो ठाउँमा प्रयोग गर्नुहोस्। यहाँ बेलारुसमा त मान्छे अहिले अब भिसा छिटो लाग्छ 1 महिनामा 1.5 महिनामा 2 महिनामा भिसा झर्छ भन्छ अनि दलालले नि त्यस्तै कुरा गरिदिन्छ। त्यही भएर पनि मान्छेहरू धेरै आउने अनि भिसा छिटो लाग्छ युरोप देश भिसा छिटो लाग्छ भन्ने कुरा छ। यहाँ अहिले रसियनको शासन छ न युरोपसँग कुनै सम्बन्धित हुन दिएको छ यहाँ गाह्रो छ नि हो गाह्रो छ। अनि हामीभन्दा अघि आएको दाइहरूलाई केही थाहा छैन यहाँको बारेमा झन् हामी झन् भर्खर 8-9 महिना भएको 7-8 महिना भएको गाह्रो छ नि यहाँ केही न रुल्स थाहा छ न रेगुलेसन के हो जस्तो छ यहाँ। अब भाषा आउँदैन मेन कुरा अब इङ्ग्लिसमा लेख्दै त हुन्थ्यो नि यहाँ नाम पनि अब यहाँको अक्षरमा हुन्छ अनि सब यहाँको अक्षरमा हुन्छ आफ्नै नाम भेट्दैन सुरुमा अनि कम्पनीमा गयो भने त्यही हो गाइस आजको भ्लग चाहिँ अब साथीसँग होइन मभन्दा अब हल्का एक महिना अगाडि आएको साथीसँग कुराकानी गरौँ उसको एक्सपिरियन्स कस्तो छ होइन के आएर के दुःख भयो कस्तो भयो भनेर सानो एउटा तपाईँहरूलाई इन्फर्मेसन दिउँ भनेर चाहिँ बनाएको। अनि दोस्तलाई पनि धेरै धेरै धन्यवाद है त्यति हेल्प गरेकोमा होइन हाम्रो दोस्तलाई। आजलाई चाहिँ यति नै है त गाइस हामी मार्केट पनि आइसक्यौँ। ज्याम सब्सक्राइब हान्नु है अनि साथीहरू लास्टमा चाहिँ लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। आजलाई यति नै है त गाइस।